दाजु नमस्कार। नमस्कार। दाजु कुन ठाउँबाट? म अहिले खास गरी मेरो घर त सल्यान हो। सल्यान। म अहिले विदेशदेखि आएको थिएँ दबाई गर्नको लागि। के समस्या थियो दाइ? ढाडमा नसा च्यापिएको। ढाडमा नसा चेपिएको अ, कति समय भएको थियो नसा चेपिएको? लगभग 3 महिना जति भएको थियो। 2 महिना जति दबाई खाएर पनि सन्चो नभइसकेपछि यहाँ हामी कहाँ आएर उपचार गर्नुभयो? उपचार गर्ने आज यहाँ कति दिन भयो? आज मेरो 11औं दिन भयो। कस्तो छ तपाईँलाई? पहिलेको भन्दा धेरै बेस्ट भएको छ, धेरै राम्रो भएको छ। दुखाइ कस्तो थियो दाइ? कस्तो खालको दुखाइ हुन्थ्यो हजुरलाई? दुखाइ पहिला त धेरै थियो। कम्मरदेखि लिएर खुट्टासम्म पनि दुखाइ जान्थ्यो। तर अहिले सबै दुखाइ निर्मूल भएको छ। निर्मूल भएको छ। हजुर 11 दिन उपचार गरेर भोलि साउदी जाँदै हुनुहुन्छ। फेरि साउदी जाँदैछु। काम गर्न सक्नुहुन्छ घर? गर्न सकिन्छ। सकिन्छ। एकदम राम्रो भएको छ। एकदम राम्रो भएको छ। दुखाइ सुखाइ केही छैन। अरूलाई के भन्न चाहनुहुन्छ? यदि तपाईँहरूलाई पनि ढाड सम्बन्धी समस्या छ अथवा कम्मर दुख्ने अरू कुनै समस्या छ भने यहाँ आउनु होला उपचारको लागि। यहाँ ठिक हुन्छ? एकदम ठिक हुन्छ। अरू पनि बिरामीले यहाँ उपचार गरेर ठिक भएको देख्नु भएको छ नि? सबैलाई देखेको छु। सबैलाई राम्रो भएको छ हैन? पहिले हिँड्नै नसक्ने मान्छे यहाँ आएर उपचार गरेर 11 दिनको बसाइमा मैले हिँडेर जान सक्ने भएको पनि देखेको छु। भएको छ हैन? ल दाइ ल हजुरलाई राम्ररी जानु होला। शुभ यात्रा है। हस् धन्यवाद। धन्यवाद।